कृष्ण भजन लागे मेरो मन कृष्ण भजन लागे मेरो मन बाँसुरीको धुन सुनेर कृष्ण कन्हैया लाल को ल जोरदार ताली को शब्द छ। यस्ता जीवले नि यदि भागवत को शरणागत भई
भागवतको आश्रित बन्दछन् भने तिनीहरू नि पवित्र हुँदछन्। व्यभिचारी, ब्रह्म हत्यारा, 5 प्रकारको उग्र पापलाई शास्त्रले वर्णन गर्नुभयो। ब्रह्मग्नश्च, गोग्नश्च, सोर्णते च मद्यपः, तत्संगिसर्गश्च, तत्संगर्षि पंचश्च, युग्रपाप प्रकृति। 5 प्रकारको पापलाई गरुड पुराणले भन्नुभयो। ब्रह्म हत्यारा, गो हत्यारा, अर्काको धनको हरण गर्ने वाला, मद्यपान आदि ग्रहण गर्ने वाला, अथवा उनीहरूको सँग रहेर त्यसलाई बढावा देने वाला, यी 5 प्रकारका कर्म गर्ने वाला उग्र पापी बनिएको छ। 5 उग्र पापबाट नि भागवतले प्रक्षालन गर्नुहुन्छ। पञ्चोग्र पापा छल छद्मकारिणः, क्रूरा पिशाचा इव नर निर्दयश्च। जो निर्दयी क्रूर पाप गर्ने वालाहरू नि भागवतबाट पवित्र बन्दछन्। मन, वाणी, मन, वचन, कर्मद्वारा यदि कसैद्वारा पाप हुन्छ भने त्यो पापलाई नि भागवतबाट प्रक्षालन हुँदछ। भक्तवत्सल भगवानको यो मन, वाणी, कर्मद्वारा हजुर हामी कोही पनि अछुत छैन। मन, वाणी, कर्मद्वारा सबै पापमा रहन्छ। कसरी भन्दा अनायास अरूको प्रति नराम्रो सोच्नु। जति हामीले अरूको चिन्तन गर्छौं नि उसको स्वरूपलाई हामीले प्राप्त गर्छौं। अरूको नराम्रा चिज जति हामी हेर्ने, दृष्टि लाउने कोसिस गर्छौं, निहाल्ने कोसिस गर्छौं, त्यसको सबै दोष हामीबाट आइपुग्छ। र हाम्रो स्वभाव र हाम्रो व्यवहार नै त्यस्तै बन्दै जान्छ। हामीले गुणग्राही बन्नुपर्छ, दोषग्राही बनेर कहिल्यै पनि हाम्रो उद्धार हुने छैन। बडा ईर्ष्यालु एक व्यक्ति रहेछ। भगवानको तपस्या गरे, उनलाई जलन एउटै कुरो थियो कि यसको यत्रो ठुलो घर, यत्रो ठुलो समाज। भगवानको तपस्या गरेर वरदानमा लिएछन् उनले, मेरो छिमेकीको भन्दा सबै कुरो मेरो डबल होस् भगवान। मैले जे चिन्तन गरौँ त्यो डबल होस्। अब छिमेकीको ठुलो घर छ, मेरो 2टा घर होस्। भगवानको कृपाले बन्यो। अब वरदान लिएर आएथे। उसको 2टा गाडी, मेरो 4वटा गाडी होस्, त्यो पनि भयो। अब त्यो हुँदा हुँदै एक दिन छिमेकीसँग रिस उठेछ के उसलाई। त्यसको घरको अगाडि एउटा खाल्टो होस्। अब उसको एउटा भएपछि त घरको अगाडि आफ्नो 2टा खाल्टो भएन। अब एउटा खाल्टो त पार गर्लान्, अब 2टा खाल्टोलाई कसरी पार गर्ने? ईर्ष्यालु जो स्वभाव छ त्यही खाल्टोमा लास्टमा आफै पर्न पर्यो भन्ने आएको मतलब। ईर्ष्यालु जसको स्वभाव छ त्यो ईर्ष्यालु स्वभावले आफैले नोक्सान गर्छ, कसैलाई केही बिगार्दैन। मन, वाणी, वचन द्वारा, मन, वचन, कर्म द्वारा यदि हामी द्वारा पाप भएको छ भने नि ती सबै सप्ताह यज्ञेन कलो पुनन्ति ते। यो कलियुगमा सप्ताह यज्ञ द्वारा पुनीत बन्नछन्, पवित्र बन्नछन्। अब भन्नुभयो, यति भन्दा भन्दै भन्नुभयो, यदि जीवन रहँदा रहँदै भागवत सुन्न सकेनन्, ल भागवत किन लगाएको यही अध्यायले स्पष्ट पार्छ है। ध्यानले सुन्नु होला, भागवत किन गर्दछौँ हामी? जीवन रहँदा रहँदै हामीले भागवत सुन्न सकेनौं। कर्मको दोषले प्रेत बन्यो, पिचास बन्यो, भूत बन्यो, उसको गति मिलेन। अधोगतिमा गएका त्यस्ता जीवको निमित्त यदि भागवत गराइयो भने
त्यो पनि अधोगतिलाई त्यागेर भगवत धामलाई प्राप्त गर्दछन् भनेर भन्नुभयो चार मुनीश्वरहरूले। नारदजीलाई अलिकति चित्त बुझेन। सुख दुःख सबै शरीरले भोग्ने, शरीर सिद्धिसकेपछि सुख दुःख कसले भोग्ला? हामी यस्तो तर्क नि गर्छौँ। सुख दुःख यो शरीरलाई हुन्छ भने शरीरै जब समाप्त भयो फेरि त्यसले दुःख पाए कि सुख पाए कि नरक गयो कि के थाहा हामीलाई? यसलाई गरुड पुराणले स्पष्ट सम्झाउनु भएको छ। यो शरीरलाई माटोमा गाड्ने, आगोले जलाउने, पानीमा डुबाउने आफ्नै छोराहरूले गर्छन्, अरूले गर्दैन। शरीर जो देखिरहेको शरीर छ, यो आँखाले देखेको शरीरलाई चलाउने वाला तत्त्वलाई यो आँखाले देखेको छैन। कस्तो रूपमा निक्लियो? शरीर छोडेर जाँदा, प्राण जाँदाखेरि कालो थियो कि गोरो थियो कि मोटो थियो कि पातलो थियो कि कसैले देखाएको छ त? यो शरीरलाई जसको चलाइरहेको तत्त्व छ, जसलाई आत्मा भनिन्छ, जसलाई परमात्मा भनिन्छ, जसलाई शरीरलाई चलाउने वाला तत्त्व छ, त्यो प्राणको रूपमा, वायुको रूपमा शरीरलाई त्यागेर वायुको रूपमा जाँदछ। 10 गात्र कर्मद्वारा उसको कर्मको शरीर मिल्दछ। अंगुष्ठ मात्रको एउटा यातना रूपी शरीर प्राप्त हुँदछ। उसको कर्मको भोग यमालयको भोग भोग्न पर्ने हो अथवा कुनै वासनामा लिप्त भएर वासनाको बन्धनद्वारा यो धरतीमा भट्किन पर्ने हो। उसको कर्म गतिले निश्चय हुन्छ। यदि उसले स्थान पाएन, जानुपर्ने बाटो पाएन, जानुपर्ने ठाउँमा पुग्न पाएन भने वायुको रूपमा वरिपरि घुम्छ। घुमेर फेरि आफ्नै परिवारलाई आशा गर्छ कि मेरो उद्धार गर बाबु, मेरो उद्धार गर। उसले आएर डराउने हो कि घरमा बिमारी बनाउने हो कि नुकसान गर्ने हो कि अनेक संकेत दिएर अनेक प्रकारको घटना घटाएर उसले आश गर्दछ। हामीले मानौ नमानौ अन्तिममा अब सबैतिरबाट हारेर आए, चिलाउन के भयो? ज्योतिषीले भने नि सुनाउन भनेर फेरि ज्योतिषीबाट देखाउन जान्छ। ओहो, तपाईको त पितृदोष रहेछ, प्रेत दोष रहेछ। अनि त्यसपछि बल्ल के गर्ने त उपाय भन्दा अब नारायण बलि गर्ने हो कि त्रिपिण्डी श्राद्ध गर्ने हो कि भागवत पाठ लगाउने हो कि उपाय गर्दछौँ। त्यो उपायले त्यसको फल नै आउँदो रहेछ है। भागवत चाहिँ त्यही भएर विश्वास गर्ने कुरो जो मैले आफ्नै जीवनमा अनुभूति गरेको छ। 15 वर्षदेखि बच्चा नभएकोले बच्चा प्राप्त गरेका छन् भागवतले। अनेक प्रकारको जो दुःख दारिद्रलाई भोग्नु परेका व्यक्तिहरूले भागवतको कृपाले उनीहरूको दुःख मिटेको र जो राज्य र समाजको व्यवस्थामा हामीले जो कल्पना गर्न नसकेका कुराहरू भागवतले गरेका छन्। हेर्नु भएको छ नि, मठ मन्दिर विद्यालय हस्पिटल भागवत लगाएर भागवतको माध्यमले कहीँ मठ मन्दिर बनेको छ, कहीँ विद्यालय, कहीँ हस्पिटल। भागवत द्वारा इस प्रकारको मनुष्यले जस्तो कल्पना गर्दछन्, यदि व्यासगद्दी लगाएर माथि बसेर मेरो जीवनको कथा सुनाउन थाली भने कसैले त माथि ओहो कठैबाट भनेर पैसा ल्याएर दिँदैन। यदि भागवतको आश्रयमा रहेर समाज कल्याणको लागि कुनै कल्पना गर्छौं, संकल्पित बन्छौं भने सबैको होस्टेमा हैसे गरेर अनेक जो राज्य र सरकारले समाजले गर्नु नसकेको काम भागवतले गर्नु भएको छ। र हाम्रो नेपालमा त विशेष रूपले कहीँ हस्पिटलमा बनाउनु पर्यो भागवत लगाऊ, कहीँ अक्षय कोष जम्मा गर्न पर्यो भागवत लगाऊ र भागवतले कृपा गर्नु भएको छ। यहाँ भन्नुहुन्छ मुनीश्वरहरू एक इतिहास सुनाउनुहुन्छ। इतिहास मतलब जो अवश्यमेव घटेको घटना। हे नारदजी, हजुरलाई विश्वास भएन शरीर अन्तपछि देहान्तपछि यदि उसको निमित्त गरिएको कर्मद्वारा नि मुक्त मिल्ने भन्ने बचल्ला हजुरलाई यदि विश्वास छैन भने सुन्दर एक इतिहास सुन्नुहोस्। अत्र ते कीर्तयिष्याम इतिहासं पुरा
यस्य श्रवणमात्रेण पापहानि प्रजायते। जसको श्रवण मात्रले पाप समस्त नष्ट भएर जाँदछन्, मिट्दछन्। तुंगभद्रा तटे पूर्व मभुत्पत्तनमुत्तमं यत्र वर्णा स्वधर्मेण सत्यसत्कर्म तत्परा। तुंगभद्रा नदी को किनारामा उत्तम नामको नगर, जुन नगरमा अनेक वर्णाश्रमका मनुष्य, धार्मिक नास्तिक हर प्रकारका मनुष्य जहाँ निवास गर्नुहुन्छ, त्यही नगरमा एक ब्राह्मण आत्मदेव पुरे तस्मिन् सर्ववेद विशारदः, वेद का ज्ञाता ज्ञानी विद्वान पंडित आत्मदेव निवास गर्नुहुन्छ। पंडित कति ज्ञानी भन्दा द्वितीय युव भास्कर, मानो संसारको अन्धकारलाई हटाउने क्षमता सूर्यमा छ, तर समाजको हृदयस्थ अन्धकारलाई हटाउनको लागि मानो सूर्यको समान हुनुहुन्छ। त्यति ज्ञानवान पण्डितजी आत्मदेव कर्म गर्नुहुन्छ। भगवानको कृपाले केही कमी छैन, धन मान सम्मान सबै कुरो छ। उहाँको पत्नी हुनुहुन्छ तत्प्रिया धुन्धुली स्मृता। उहाँको पत्नी धुन्धुली, उहाँको केही विशेषण रहेछ पत्नी देवीको। पत्नी देवीको विशेषण के रहेछ त भन्दा स्वावाक्य स्थापिका नित्यम सुन्दरी सुकुलोद्भवा। बडा सुन्दरी, कोमलाङ्ग, तर आफ्नो वचन चाहिँ हुनुपर्छ। सबैको अगाडि आफ्नै बोलीलाई नै माथि अगाडि बनाउने। लोका वार्ता रता क्रूरा, सधैँ अर्काको निन्दा मात्र गर्ने, अरूको कुरा मात्र गर्ने। घरको काममा बडा निपुण, घरको व्यवस्थालाई बडा सुन्दर बनाएर राख्ने। श्रीमती जे जस्तो भए नि आत्मदेव आफ्नो ज्ञानको कारण आनन्दमा विराजमान हुनुहुन्छ, घरमा वास गर्नुहुन्छ। उहाँको जीवनमा दुःख भन्ने केही थिएन, तर एउटा मात्र दुःख थियो, जो दुःख चाहिँ अति गाह्रो दुःख। संसारमा तीन प्रकारले दुःखी हुन्छन् मनुष्यहरू, लोकेशणा, वित्तेषणा, पुत्रेषणा। संसारले मलाई चिनुन्, लोकले मलाई चिनुन्, लोकमा मेरो सम्मान होस्। अर्को वित्तेषणा, म धनी बनौं, खूब पैसा होस् मसँग। त्यो भन्दा नि ठुलो तृष्णा भनेको पुत्रेषणा, छोरा। विवाह गरियो, धन सम्पत्ति नाम छ, तर आउनेवाला उत्तराधिकारी सन्तान छैनन् भने सन्तानको दुःख सबभन्दा धेरै ठुलो दुःख। ब्राह्मणको घरमा कोही सन्तान थिएन। सन्तान प्राप्तिको लागि गोभू हिरण्यवासांसि दीनेभ्यो यच्छतः सदा। सदा सर्वदा सेवा गर्नुहुन्थ्यो, गाई सुन धन आदि दान गर्नुहुन्थ्यो। कमाएको पैसालाई धनार्दम धर्म मार्गेण ताव्यम नीतम तथापि च। धनको आधा पैसा, कमाएको आधा पैसा धर्मको मार्गमा खर्च गर्नुहुन्थ्यो। तैपनि उहाँको कुनै पनि सन्तान भएनन्। एक दिन बडा दुखी हुनुभयो। एकदा सद्यो दुःखाद् गृहं त्याक्त्वा वनं गता। बडा दुखी भई एक दिन घर छोडेर अब यो सन्तान रहित जीवनलाई म त्याग्छु, म आत्महत्या गर्छु भन्दै आत्मदेव जंगलमा जानुभयो। मध्याह्नको समय छ, गर्मीको बेला। जंगलमा बगिरहेको पानीलाई ग्रहण गरेर आफ्नो शीशमा हात लगाउँदै जोड जोडले रुन थाले ब्राह्मण। मेरो भाग्य, ओहो हे विधाता मेरो भाग्य भन्दै जोड जोडले रुन थाले। त्यही जंगलमा मुनीश्वर
यतिहरू तपस्या गरेर बस्नु भएको रहेछ। एक यति मुनि आउनुभयो, सन्त आउनुभयो। कथम रोदिसि विप्रत्वं काते चिन्ता बलेयसि वदत्वं सत्वरं मह्यं स्वस्य दुःखस्य कारणम्। हे ब्राह्मण देव, हजुर किन दुखी हुनुहुन्छ, किन रोइरहनु भएको छ? दुःखको कारण के हो भनेको अब ब्राह्मण भन्न थाले, आत्मदेव ब्राह्मण भन्न थाले साधुको अगाडि, सन्यासीको अगाडि। किं ब्रुवै मेरिसे दुःखं पूर्वपापेन सञ्चितं मदीया पूर्वजातोऽयं कवोष्णमुपभुञ्जते। हे ऋषि, जीवनको दुःखलाई म हजुरलाई के सुनाऊ? यहाँसम्म कि मेरो हातले दिएको पितृलाई पानी पितृहरूले नि पिण्ड जललाई नि ग्रहण गर्दैन। प्रजा दुःखेन शून्योऽहं प्राणस्त्यक्तुमिहागता। आज सन्तान नहुनुको कारण दुःखी भएर म प्राण त्याग्नलाई जंगलमा आएको छु मुनीश्वर। मेरो हातले ब्राह्मणलाई दान गर्छु भने ब्राह्मण दान दिँदैनन्। कुपुत्र पुत्रहीन छन् यिनी। ब्राह्मणहरू दान लिँदैनन्। घरमा पालेको गाईले बाछी दिन्नन्, फलदार वृक्षले फल दिन्नन्। यति मात्र कहाँ, यति निर्भाग्य छु म। नजाने कुन जन्मको पापले गर्दा आज यो जन्ममा म दुःखी भएको छु। रुन थाले जोड जोडले। यति सन्यासीले भन्नुहुन्छ कि ब्राह्मण मुञ्चा ज्ञानं प्रजारूपं बलिष्ठा कर्मणो गतिः विवेकं तु समासाद्य त्यज्य संसार वासना। हे ब्राह्मण, हजुरको मुखमण्डलले बडा ज्ञानी प्रतीत हुनुहुन्छ, देखिनुहुन्छ, अति ज्ञानी देखिनुहुन्छ। आफ्नो ज्ञानलाई साध्नुहोस्। प्रजाको सुखद्वारा, सन्तानद्वारा सुख प्राप्त हुने यो सपनालाई त्याग्नुहोस्। चित्रकेतु राजा सन्तान सन्तान छोरो छोरो भनेर दिउँसो सुनेको थियो नि। मेरो बाबु भन्दा भन्दै उनले नि अन्तिममा घर छोडेर जान पर्यो। सगरले 60,000 पुत्रद्वारा सगरको 60,000 छोरा भएर नि सुख पाउनु भयो। दशरथको घरमा साक्षात जगतको पिता राम भनेर आउनुभयो। छोरोको वियोगमा नै राम राम गरेर दशरथले प्राण त्याग्नु पर्यो। हे ब्राह्मण, हजुरले प्रारब्धलाई बुझ्नुहोस्। हजुर त यो जन्मको छोराको कुरो गर्नुहुन्छ। सप्त जन्मा बदितवः पुत्रो नैव च नैव च। हजुरको मस्तिको निधारको रेखाले त 7 जन्मसम्म नि कुनै पुत्र हुने योग देखिया होइन। त्यही भएर ब्राह्मण आफ्नो ज्ञानलाई साधन गर्नुहोस्। छोरा छोरीबाट सुख पाइएला भनेर यदि मनमा छ भने त्यो भुल्नुहोस्। के को लागि? बुढेसकालमा सेवा गर्ला हैन। छोरछोरी पाएर बुढेसकालमा सेवा गर्लान् भने उनीहरू आफ्नै दुनियाँमा भुल्न थाल्छन्। छोरा पायो छोरी पायो पर्दा सेवा गर्ला भनेर हो राधे श्याम। पर्दा सेवा गर्ला भनेर, पर्दा सेवा गर्ला भनेर हो राधे श्याम। पर्दा सेवा गर्ला भनेर।
पाली बनी बस्यो छोरो भयो बुहारीको छोई जैलाई खोस्यो छोरो भयो बुहारीले छोरी जैलाई खोस्यो पायो छोरी पायो छोरो पायो छोरी पायो सेवा गर्ला भनेर हो राधेश्याम पर्दा सेवा गर्ला भनेर पर्दा सेवा गर्ला भनेर हो राधेश्याम पर्दा सेवा गर्ला भनेर पर्दा सेवा गर्ला भनेर राधेश्याम पर्दा सेवा गर्ला भनेर पर्दा सेवा गर्ला भनेर हो राधेश्याम पर्दा सेवा गर्ला भनेर पर्दा सेवा गर्ला भनेर हो राधेश्याम पर्दा सेवा गर्ला भनेर कृष्ण कन्हैया लाल को भागवत भगवान को छोरो बुहारीलाई छोरी ज्वाइँलाई छोरो जन्माए बुहारीलाई छोरी ज्वाइँलाई यो अब आमा बुवाले भोग्नु हो हामीले पनि त्यसरी नै भोग्ने हो सृष्टि यसरी नै चल्या रहेछ हैन सधैँ ल्याउने पानी ल्याउनेवाला गाग्री त चुइयो मैले त्यही गाग्रीमा पानी लिएर त्यसमा केही भेट्यौ भने केही भेटिनँ मैले त वास्तवमा उनले केही भेटेकै थिइनन् अब ब्राह्मणले विचार गरे मेरो भाग्यमा केही रहेनछ है मेरो भाग्यमा लेखेको रहेनछ फेरि माग्न थाले अर्जुनले यो सबै परिदृश्यलाई देख्नु भएको थियो आज ब्राह्मणलाई माग्दै गरेको अर्जुनले देखेर भगवानलाई सोध्न थाल्नुभयो हे प्रभु मैले यिनलाई सुखी बनाउन खोजी इनको हीरा दी सुन दी इनको सुख लेखेको रहेनछ लौ न यो के हो कुरो भगवानले दिनुभयो एक सुका आउनुहोस् ब्राह्मणले भनेर एक सुका दिनुभयो कति दिनुभयो एक सुका ब्राह्मणले भगवानको हातबाट एक सुका लिएर त्यहाँबाट निक्लिनुभयो बाटोमा अगाडि बढेको एउटा माझीले माछा समाएर ल्याएर ताजा ताजा माछा प्राण निक्लेको छैन छटपटाइरहेछ ब्राह्मणको मनमा दया आयो ओहो बिचारा यो प्राणीको प्राण जाँदैछ यो पैसा राख्नुहोस् यो माछा मलाई दिनुहोस् त्यो 25 पैसा माझीको हातमा दिएर त्यो माछालाई लिएर गएर यसको प्राण बचोस् भनेर त्यही पोखरीमा जसरी छोडेको ह्याक गर्दै मोती जति हीरा जति सबै उगाल्न थाल्यो माछाले किनकि त्यही पोखरीको माछा रहेछ के त्यसैले हीरा खाएको रहेछ जसरी माछाले हीरा निकाल्यो अब त्यो हीरा हातमा लिएर भेटियो 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 भन्दै खुसीले ब्राह्मण कराउन थाले त्यही पोखरीमा त्यो चोर पनि आएछ पानी लिनलाई लौ न यसले मलाई चिन्यो लौ अब मलाई पुलिसमा लएर पक्रिन्छ लाउ अब तिम्रो चोरेको सुन लाउ तिमी नै राख तर मलाई पुलिसमा जम्मा नगराऊ अब अर्जुनलाई बडा यो घटना आश्चर्यमय लाग्यो भगवानलाई सोध्नुभयो अर्जुनले लौ न प्रभु 25 पैसाले ब्राह्मणलाई तपाईले मालामाल बनाइदिनु भयो मैले सुन र हीरा दिए तै पनि ब्राह्मणको दुःख टरेन भगवान भन्नुहुन्छ न म सुख दिनी न म दुःख दिनी कर्म जसले जसो गर्यो आज ब्राह्मणको मनमा दया पलायो दयाको फल उनलाई मिल्यो जीवनमा यदि हामीले कसैलाई दया गर्छौं कसैमाथि कृपा गर्छौं कसैमाथि सहयोग गर्छौं भने आशा नगर्नुहोस् दिनीवालाको 10वटा हात छ हजुरले 100-50 अलिकति सहयोगले मैले यसो गरी उसो गरी भनेर मनमा कहिले सोच्नु भएन स्वयंको कर्म हामीलाई लिएर डोराउँदछ आज ब्राह्मणको भाग्यमा थिएन है तैपनि जिद गरे यतिले आफ्नो झोलाबाट एउटा फल निकालेर दिनुभयो इदं भक्षय पत्न्यत्वं तत पुत्रो भविष्यति यो लिएर जानुहोस् आफ्नो पत्नीलाई यो फल खुवाउनुहोस् यो फल खाएर केही नियम छ
1 वर्षसम्म यो नियमलाई आचरण गर्नुहोस्। सत्यम शौचम दया दानम मेकभक्तुम तु भोजनम वर्षावधि स्त्रिया कार्यम तेन पुत्रोति निर्मला। सत्यको सदा सत्यको पालन गर्नुहोस्। शौच माने पवित्रताको पालन गर्नुहोस्। अरूमा दया गर्नुहोस्। दिनमा एकचोटि खानुहोस्। इस प्रकारले नियम गरेर यो फल खान्छन् भने हे ब्राह्मण देव हजुरको श्रीमतीको अवश्य निर्मल पुत्र राम्रो पुत्र हुन्छ। अब त महाराज फल लिएर खुसी हुँदै आत्मदेव दौडिँदै दौडिँदै घर आए। धुन्धुलीलाई देवी 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 हेर 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 मैले के ल्याएको छु। के ल्याउनु भयो भने यी फल लिएर आइ। यो फलको महिमा थाहा छ। तिमी यो फल खाऊ हाम्रो सन्तान हुनेछ। अब फलबाट कहीं सन्तान होला त? धुन्धुलीलाई विश्वास भएन। ल ल ल ल श्रीमानलाई खुसी बनाउनको लागि सान्त्वना दिनको लागि ल म खान्छु खान्छु हस् यो नियम छ नि। हुन्छ हुन्छ। हातमा फल लिन धुन्धुलीले अहो चिन्ता ममोत्पन्ना फलम चाहम न भक्षये। चिन्ता गर्न थालिन्। अनेक प्रकारको कुतर्क गर्न थालिन्। फलभक्षेण गर्भस्याद् गर्वेणोदरवृद्धिता। मैले फल खाएँ भने मेरो गर्भमा बच्चा आउँछ पेट यत्रो हुन्छ। दिनमा एकचोटि खानु भनेछ मलाई दिनमा 10 चोटि खानु पर्छ। कहिले भ्याइ भने नुहाउँछु कहिले नुहाउँदिन। अब डेली नुहा भनेछ। ओहो मेरो पेटमा बाई चान्स बच्चा भयो। भूकम्प आयो घर हल्लिन थाल्यो। सबै त घरबाट भाग्छन्। म त त्यही घरमा दबेर मर्छु। दैवाद घाटी ब्रजेत ग्रामो। अब म गर्भिणी भएपछि दौडिन सक्दिनँ। बाई चान्स सुखदेव जसरी 12 वर्ष मेरो पेटमा बस्यो भने त तदा मे मरणम भवे। मेरो त मृत्यु नै हुन्छ। ओहो ल यी सबै नि भएन। बच्चा जन्मिहाल्यो भने नि अब कोही म जस्तो सुकोमल त्यो बच्चाको दिशा पिसाब सोर्न रातभरि च्या च्या गर्छ नसुत्न दिन्छ। मलाई नसुतिकन टाउको दुख्छ। अब घरमा काम गर्न सकेन। नन्दलाई बोलाउनु पर्यो। नानी आउनुहोस् न भनेर नन्द बडा छुच्ची छे। मन्दायां मयि सर्वस्वं न नन्दा संहरिस्तदा। माइत आउन पाएको छैन। यो कहाँबाट ल्या किन ल्या म लैजाउँ भन्छ। जे कुरो नि उठाएर लान खोज्छे नन्दा। बाई चान्स नन्दा आइन् उनलाई सेवामा लगाएँ भने त मेरो घर त सबै खाली हुन्छ। यसरी चिन्तन गर्दा गर्दै लास्टमा विचार गरिन्। बन्द्या वा विधवा नारी सुखिनी चेति मे मति। यो सन्तान जन्माउने वाला स्त्री भन्दा बन्द्या या विधवा नारी सुखी छन्। मबाट यो केही पनि हुँदैन भन्दै हातमा फल लिएर रुन थालिन्। बहिनी आइपुगिन् त्यही बेला। दिदीको घरमा खानेकुरा धेरै छ खाने मान्छे छैन। बहिनीको घरमा खाने मान्छे छ खानेकुरा छैन। दिदीले केही यसो पोल्टोमा हाल्दैलेन् कि भन्दै डेली आउने। दिदी दिदी भन्दै माया देखाउने। अब बहिनीको अगाडि रुन थालिन् धुन्धुली। हेर हेर भिनाजुले यस्तो यस्तो फल ल्याउनु भयो। बहिनी बडा चालाक। नचाहिँदो कुरो फलले कहीँ बच्चा हुन्छ दिदी। यी सबै नाटक हुन्। एक काम गर्नुहोस् यो फलको परीक्षा हुन्छ। यी बाबा साधु ब्राह्मणको वचन कतिको सिद्ध हुन्छ परीक्षा हुन्छ।
घरमा पालेको 5 वर्षदेखि राखेको गाई ब्याकी छैन नि, गाईलाई लगेर फल्काउनुहोस्। अनि भिनाजुलाई चाहिँ मेरो पेटमा अहिले 1 महिनाको बच्चा छ, हजुरलाई ल्याएर म चुपचाप यो बच्चा दिन्छु। अनि ज्वाइँलाई अलिअलि पैसा दिनु न, हातमा मुखमा बुझ्यो लागिहाल्छ। दिदी बहिनीको सल्लाह भयो। अब त महाराज पेटमा कपडा बाँधेर गर्भिणी स्त्रीको नाटक गर्न थालिन् धुन्धुली। आत्मदेव मनमा हर्ष उल्लास छ, अब छोरा होला, अब छोरा हुन्छ भन्ने खुसी छ। यता बहिनीले बच्चा तुइयो भनेर, बच्चा बिग्रियो भनेर हल्ला मचाइन्। चुपचापले बच्चा जन्माएर दिदीको हातमा ल्याएर दिइन्, धुन्धुलीको हातमा। र धुन्धुली भन्न थाल्छिन् आत्मदेवलाई, दुध आएन, मैले दिनमा एकचोटि मात्र भोजन गरेको, शरीर कमजोर भएर दुध आएन। बहिनीको बच्चा बिग्रियो भनेको सुनिएको छ। बहिनीलाई बोलाएर बच्चालाई पालन गर्न पर्यो भनेर आत्मदेवलाई यसरी आफैले सम्झाइन्। आत्मदेव खुसी हुनुभयो, छोरो भयो भनेर। गीतवादित्र घोषो भो द्वारे मङ्गलम् बहु, तद्वारे मङ्गलम् बहु। छोरो जन्म्यो भनेर खुसी भएर दान गर्नुभयो, खो गाई दान गर्नुभयो, धन दान गर्नुभयो, मङ्गलिक गीत आदि बजाएर नाच्न थाल्नुभयो, ब्राह्मणद्वारा स्वस्ति वाचन गर्नुभयो। छोराको नाम राख्छु राम्रो भगवत सम्बन्धी भनेर विचार गर्दै हुनुहुन्थ्यो। धुन्धुलीले भनिन् कि मैले दुःख पाएर पाएको बच्चा, मेरो नाम मेरो इच्छाले नाम राख्छु। म धुन्धुली, मेरो छोराको नाम धुन्धुकारी। नाम के राखे? धुन्धुकारी। धुन्धुकारी नाम राखे। पुत्रस्य धुन्धुकारी ते नाम मात्रा प्रतिष्ठिता। छोरोको नाम धुन्धुकारी राखे। 3 महिनापछि गाईबाट नि बच्चा जन्मियो, मनुष्य समान, बडा तेजवान बच्चा जन्मियो। कान गाईको छ, शरीर मनुष्यको छ। नाम राखियो गोकर्ण। बिस्तार बिस्तार दुईटै बच्चाहरू ठुलो हुँदै गए। सबैले आज ओहो आत्मदेवको भाग्य हेर, आत्मदेवको भाग्य हेर भन्दै सबैले प्रशंसा गर्न थाले। कियत् कालेन तौ जातौ तरुणौ तनया भुवौ। बिस्तार बिस्तार बच्चाहरू ठुला भए। एक बने कुख्यात, एक बने विख्यात। नराम्रो कर्मको द्वारा धुन्धुकारी निन्दनीय बने, कुख्यात बने। गोकर्ण पंडितो ज्ञानी, धुन्धुकारी महाखल। गोकर्ण जी ज्ञानी बन्नुभयो। उहाँको कर्मशील विद्याको कारण सबैले बन्धन गर्न थाले। धुन्धुकारी महाखल यतिसम्म पाप गर्न थाले कि अन्धालाई बाटो देखाउने चक्करमा कुवामा धक्का दिने, अर्काको घरको धन हरण गर्ने, कुमार्गमा लाग्दै नखाने कुराहरू खाएर आज बिस्तार बिस्तार चौर सर्व जनद्वेषी परवेशमा प्रदीपकः। चोरी आदि अनेक कर्म गर्दा गर्दै अब त घरमा नै आमा बुवाले जीवनभरि दुःख गरेर कमाएको धन सबै कुमार्गमा लगाउन थाले। जुवा, तास, मदिरा, पानमा लगाउन थाले। तेन वेश्या कुसंगेन पित्रं वित्तं तु नाशितं। वेश्याको कुसंगमा लागेर सबै पिताले कमाएको जीवनभरिको धनलाई नष्ट बनाइदिए धुन्धुकारीले। यदि पुत्र कुपुत्र स्यात् व्यर्थ हि धन संचय।
यदि पुत्र सुपुत्र स्यात् व्यर्थ हि धन सञ्चय। यो धन चाहिँ दुईटैलाई चाहिँदैन रे है। छोरछोरीलाई धन जम्मा गरेर छोरछोरी सुखी बनाउँछु भन्ने नै मूर्खता हो। कुपुत्र जन्माउनु भयो भने जीवनभर इच्छा मारेर जम्मा गरिएको धनलाई नष्ट गरिदिन्छन्। सुपुत्र भयो भने उसले आफ्नो कर्मले नै यति थुपार्छ कि त्यही भएर धनले होइन संस्कारले, कार दिएर होइन, सुख दिएर सन्तानबाट सुखको अपेक्षा गर्ने होइन, संस्कारले बच्चाहरूलाई। आज आत्मदेव फेरि दुखी हुन थाले। वन्यत्वं तु समीचीनं कुपुत्रो दुःखदायक। हे दुर्दली, तिमी बन्ध्या भए तापनि सुखी थियो, बन्ध्या भए पनि सुखी थियो, परन्तु कुपुत्रद्वारा अति दुःख प्राप्त भयो। क्व तिष्ठामि क्व गच्छामि को मे दुःखं व्यपोहयेत्। प्राणस्त्याजामि दुःखेन हा कष्टं मम संस्थितः। कहाँ जाऊँ, के गरौँ, मेरो दुःखलाई कसले हरण गर्दछ। आज फेरि आत्मदेव मर्नको लागि निक्लिन थाल्नुभयो। भक्तवत्सल भगवानको, भागवत भगवानको। किन गर्छौ अहंकार, किन गर्छौ अभिमान, किन गर्छौ अहंकार, किन गर्छौ अभिमान। एक दिन मर्नु छ, सम्झी सम्झी रुनु छ, माटै ओढ्ने माटै ओछ्याउने।
पाप पुण्य साथमा परिवारलाई रुहाउँदै यस्तै छ है हाम्रो बजारमा किन गर्छौ अहङ्कार किन गर्छौ एक दिन मर्नु छ सम्झे सम्झे रुनु छ माटै ओढ्ने माटै ओछ्याउने छोडेर स्वच्छ बाटो बोकेर जाओस् बडो हाम्रो प्राण राम राम सधैँ जपेर किन गर्छौ अहङ्कार किन गर्छौ अभिमान एक दिन मर्नु छ सम्झी सम्झी रुनु छ माटै ओढ्ने माटो ओछ्याउने माटै ओढ्ने माटो ओछ्याउने माटै ओढ्ने माटै ओछ्याउने भक्तवत्सल भगवान को यो भजन चाहिँ जीवनको यथार्थ देखे सपना जति सोचे तापनि किन गर्छौ अहङ्कार किन गर्छौ अभिमान आत्मदेव आज यो छोरो जन्म्यो किन भनेर मर्न जाँदै थिए घर छोडेर प्राण त्याग्नलाई निक्लेका आत्मदेव मार्गमा गोकर्णजीसँग भेट भयो पिताजी असार खलु संसारो दुख रूपी विमोहक सुत कस्य धनं कस्य स्नेहवान जलते हे पिताजी ये संसार असार हो कोई साथ छैन कसको छोरा कसको परिवार यो संसारमा कोही सुखी छैन न चेन्द्रस्य सुखम किंचिन न सुखम चक्रवर्तिन सुखमस्ति विरक्तस्य मुनेरेकांत जीविना न इंद्र सुखी छन् न राजा संसारको राजा भनेर नै राजा नि सुखी छैन पिताजी आफ्नो ज्ञानलाई साध्नुहोस् अब रुन थाले के गोकर्ण अंधकोपे स्नेह पासे बद्ध पंगुरहं सठ कर्मणा पतितो नूनं मामुद्धर दयानिधे यो सबै कर्म हामी सबैको साथ छ के भन्दैछन् आत्माले हे गोकर्ण अँध्यारो कुवामा हात गोडा बाँधिएर फ्याँकिएको मनुष्य बराबर छु म पङ्गु गोडाले चल्न सक्दिन
कर्मको बन्धनले। हजुर हामीको यही छ स्थिति, कर्मको बन्धनले। यहाँबाट हामी 5 कदम नि आफ्नो इच्छाले हिँड्न सक्दैनौँ। यसो गर्नु छ, उसो गर्नु छ। लौ न बाबु, मेरो उद्धार गर, उद्धार गर। आज गोकर्णजीले सुन्दर 2 श्लोकले आत्मदेवलाई आत्मज्ञानको उपदेश प्रदान गर्नुभयो। हे पिताजी, देहेस्तिमां सरुदिरे भीमतिं त्यजत्वम् जायाशुतादिषु सदा ममतां विमुञ्च। पश्यानिशं जगदिदं क्षणभङ्गनिष्ठम् वैराग्यरागरसिको भवभक्तिनिष्ठ। हे पिताजी, देहस्तिमां सरुदिरे, पहिलो अभिमान शरीरको हुन्छ। यो शरीरको कुनै गति छैन। पिताजी, मांस रुधिरले भरिएको मलमूत्रको शरीर हो। 3 दिन डायरिया भयो भने त्यो फुलिरहेको गाला दाँतसँग टाँसिन्छ। 3 दिन डायरिया भयो, पखाला चल्यो भने फुल जस्तो फुल्दै गरेको त्यो अनुहार चाउरिन्छ। अस्तिस्तम्भं स्नायुबद्धं मांसशोणितलेवितं। शरीरको स्थिति चर्मावनद्धं दुर्गन्धं पात्रं मूत्रपुरीशय। मलमूत्रले भरिएको शरीरको मपनलाई त्याग्नुहोस्। शरीरलाई मलाई त्याग्नुहोस्। शरीरको सम्बन्धी जाया सुतादिषु सदा, मेरो श्रीमती, मेरो परिवार, मेरो छोरा, यिनीहरूको ममत्व, मोह, माया यो एउटा सपनाको बराबर हो। सपनामा देखियो, ओहो महाराज बनी ठुलो महलको, निन्द्रा खुल्दा देखेको महाराज त्यही ओछ्यानमा। अथवा सपनामा ओहो ठुलो हात्ती ल्याएर छातीमा धेरप्प कुल्च्यो, लौ मरि हाय गरेर आँखा खोलेको के को हात्ती, पसिनै पसिना, न हात्ती न केही। हे पिताजी, यो सपनाको बराबर हो। यो संसार स्वप्नको बराबर हो। कोही कसैलाई सुख दुःख दिनेवाला छैन। नजाने कतिखेर संसार मेट्दछ पिताजी। वैराग्य राग रसिको भव भक्तिनिष्ठ। संसारदेखि शरीरको मपन, शरीरको मेरोपनलाई पहिले त्याग्नुहोस्। यो दुईटा बन्धन हो। ममेति न ममेति च। म र मेरो भन्नु नै बन्धन हो, मेरो केही होइन भन्नु नै मुक्ति हो। पिताजी, वैराग्यवान बन्नुहोस्, भगवानको भक्तिमा निष्ठा राख्नुहोस् र धर्मको आचरण गर्नुहोस्। कुन चाहिँ धर्म? धर्मं भजस्व सततं त्यज लोकधर्मा। सेवस्य साधु पुरुषान् जहि कामतृष्णा। यो संसारमा धर्म छ। पिताको धर्म, पुत्रको धर्म, बहिनीको धर्म, पत्नीको धर्म, निभाउने वाला, व्यवहार गर्ने वाला, आचरण गर्ने वाला कर्मलाई धर्म भनियो। संसारको धर्मलाई त्याग्नुहोस्। परधर्मको, परब्रह्म परमात्माको धर्मलाई आचरण गर्नुहोस्। किनकि यो संसारले कहिले पनि राम्रो भन्दैन। बुढाबुढी आमा, छोरा एउटा, बाबु तीर्थव्रत गर्न इच्छा भयो। माता पितालाई तीर्थ लिएर जान्छु भनेर छोरोले दुःख गरी गरी धेरै कमाएर घोडा ल्याएछन्। अहिलेको कार जस्तो के, उ बेला त कार हुँदैन थियो होइन। घोडा ल्याएछन्। घोडा ल्याएर ल माता पितालाई तीर्थव्रत गराउँछु।
माता पितालाई घोडामा बसाएर निक्लिए गाउँबाट तीर्थको लागि। अर्को गाउँ पुगेको कठैबाट यो दुधमुखा बालक हिँडिरहेछ, यी लाज नभएका बाआमा घोडामा बसेका। ओहो हो, आमा बाको लागि त छोरो जवान भयो नि बच्चा नै हुन्छ नि, होइन र? माता पिताले विचार गर्नुभयो कि हो सही भन्दैछन्, छोरोलाई घोडामा बसाउनु हो, माता पिता बुढाबुढी हिँड्न थाल्नुभयो। फेरि अर्को गाउँ गएको, अर्को गाउँलेले अर्को भन्न थाले, लाज नभएको लफङ्गा, आफू घोडामा बस्ने बुढाबुढीलाई हिँडाउने। फेरि उनी उनले तिनैजना घोडामा बसे, बा आमा छोरा तिनटै घोडामा बसे। अर्को गाउँमा गएको, हेर हेर हेर, धर्मको नाममा पाप देख्नु परेको। तीर्थ व्रत गरेर धर्म कमाउँछु भनेको एक प्राणीमाथि तीन प्राणी बसिरहेछन्। अब तिनैजना ओर्ले ओहो हो, कुरो त सही हो, तीर्थ व्रत अरूलाई दुःख दिएर गर्ने हो र? हातमा घोडा लिएर हिँडेको अर्को गाउँमा पुगेको अर्को गाउँले के भन्न थाले, यिनीहरू जस्तो संसारमा कोही छैन मूर्ख, हातमा घोडा डोर्याएर आफू चाहिँ पैदल हिँड्छन्। ल हेर्नुहोस् त, यो संसार जे गरे नि कसैले छोड्दैन, कसैले तैँले राम्रो गरिस् भनेर कहिले भन्दैनन्। त्यही भएर हे पिताजी, धर्मं भजस्व सततं त्यज लोक धर्म। लोक धर्मलाई त्याग्नुहोस्, संसारले के भन्ला, कसो गर्ला, कस्तो लायो, के खायो, के हिँड्यो, त्यो सबैलाई छोड्नुहोस्, आफूले आफूलाई चिन्नुहोस्, परमात्माको चिन्तन गर्दै भगवत अभिमुख हुनुहोस् हे पिताजी। र भगवत अभिमुख हुनको लागि एउटा मन्त्र छ, के छ त भन्दा, अन्यस्य दोष गुण चिन्तनमाशु मुक्त्वा। अर्काको गुण दोष नहेर्नुहोस्। गुण देखियो भने आसक्ति हुन्छ, दोष देखियो भने घृणा हुन्छ। यो व्यक्तिमा त यस्तो, यो मान्छे यस्तो भन्यो, त्यसलाई टाढा। अलिकति केही राम्रो देख्यो भने टाँसिन थाल्छौँ, आसक्ति हुन्छ। कहिले बोलौँ, कहिले भेटौँ, कहिले बसौँ। त्यही भएर अरूको गुण दोष नहेर्नुहोस् पिताजी। सेवस्य साध पुरुषान् जय काम तृष्णाम्। यो हाम्रो इन्द्रिय यति बलवान छ पिताजी, यो हामीलाई यति गर्तमा, हजुर हामी सबै इन्द्रियको दासी। यो आज वर्तमान समयमा कपडा रहित भोको पेट कसैलाई बस्नु पर्या छैन, सबैसँग यति व्यवस्था छ। शरीर ढाक्नलाई कपडा, खानलाई 2 घाँस आहार सबैलाई छ। तर जिब्रोले आए दिन घरको भोजन होइन, होटलको होइन, 5 स्टारको, एक रातको डिनरको बिल 1.5 लाख। अब त्यो 1.5 लाख खर्च गर्नलाई कमाउनु पर्यो नि। ख्वाब र कल्पना लक्ष्य ठुल्ठुलो छ, भैमा टेकेर होइन, प्लेनमा होइन, विदेशमा। अब त्यो कमाउनलाई कसरी, किनकि त्यत्रो योग्यता त छैन हाम्रो जत्रो मनमा संकल्प छ, कर्म त्यस्तो छैन। अरूलाई झुट बोल्ने, अरूलाई ठग्ने, कसलाई कसरी मुर्गा बनाउने हो। त्यही भएर हे पिताजी, पहिले त इन्द्रियलाई हजुरले इन्द्रियलाई मजबुत बनाउनुहोस्, इन्द्रियको तृष्णाहरूलाई रोक्नुहोस्, साधु पुरुषको सेवा गर्नुहोस्, अरूको गुण दोष नदेख्नुहोस् र परम धर्मको आचरण गर्नुहोस् पिताजी। आज छोरोद्वारा, गोकर्णद्वारा दिएको दिव्य उपदेशद्वारा श्री कृष्णमापनीयतां दशमास्य पाठ। वैराग्यवान बनेर मनका तृष्णालाई बिसारेर ज्ञान प्राप्त गर्दै जंगलमा गएर भागवतको 10वें स्कन्धको पाठ गर्दै भागवतको आश्रित बनेर आत्मदेवले परम गतिलाई प्राप्त गर्नुभएको पद्मपुराण उत्तरखण्ड श्रीमद् भागवत महात्म्य विप्रमोक्ष नामको 4th अध्यायको पाठ र कथा यहाँ पूर्ण भएको छ। अब आत्मदेवको उद्धार भयो। धुन्धुलीले झुट बोलेर श्रीमानलाई जो आँखामा धुलो हालेकी थिइन्, भोलि तिनको गति के हुनेछ?
नराम्रो कर्म गरेर धुन्धुकारीले संसारलाई सताएका थिए, उनको गति के हुनेछ भन्ने कथालाई भोलिको दिनमा हामी सुन्नेछौँ। भागवत भगवानको कृष्ण कन्हैया लालको। अब बेलुका अलि भजनमा नाचौँला, रमाइलो गरौँला भनेर कहाँबाट आएको यी पण्डितजी बोल्न छोड्दैनन् भन्नुभयो होला। ल उठेर अब नाचौँ है त, भजनको आनन्द लिँदै। कृष्ण कन्हैया लालको। ल सबैजना उठेर हरे कृष्ण तिम्रो बाँसुरी